पनि हुन्छ हैन उहाँले चाहिँ हामीलाई चाहिँ एकदम यहाँ सरप्राइज प्रकारले चाहिँ खदा लगाइकन चाहिँ बधाई दिनु भएको छ यहाँनिर आज खदाली मात्रै पुगेन त्यही हुन्छ खदाली मात्रै पुगेन के हो खदाली मात्रै पुगेन छोरी छोरा जस्तो सकेर है अब यसलाई त के दिनु हुन्छ बहिनी धेरै धेरै धन्यवाद है खदा यहाँ बहिनी मेरो साथीले चाहिँ उहाँ चाहिँ बिहामा आउनु पाउनु भएन त्यही भएको हुनाले यहाँनिर घरमा आइकन छोराबुहारी साथै हामी सबैलाई खदा लगाइकन शुभकामना दिनुभयो अनि छोराबुहारीलाई शुभकामना साथै महँगो गिफ्ट पनि लिएर दिनुभएको छ अनि यहाँनिर चाहिँ हामी गफ गर्दैछौँ अनि बिहानको खाना खानु जाउँ भनेर चाहिँ उहाँले भन्नुभएको छ अब हामी चाहिँ जाँदैछौँ त्यही नजिकको सधैँ राम्रो मिठो हाँडी बिरयानी घरतर्फ फेरि पनि हामी आइरहेछौँ यहाँनिर हाँडी बिरयानी साथीले चाहिँ केटाकेटीलाई त्यहाँ लैजाउँ न त मिठो पनि पाउँछ नजिक पनि भनेर हामी यहाँ आइरहेछौँ धेरैचोटि आए पनि हामी रुफटपमा चाहिँ हामी चढेको थिएनौँ रुफटप चाहिँ यस्तो छ अब ललितपुर काठमाडौँमा त अब त्यही हो भ्यूहरू घरको छाना घरै घर यस्तो छ अनि यहाँनिर तल चाहिँ केटाकेटी खेल्ने प्लेग्राउन्ड पनि राखिदिएको रहेछ अनि पिङहरू पनि छ रहेछ यहाँ चाहिँ यो चाहिँ मिटिङ हल रहेछ यहाँ माथि चाहिँ अनि जस धेरै धेरै परिवारहरू आउँदैछ सायद यहाँनिर पनि डिनरहरू गर्नुहुन्छ होला लन्चहरू गर्नुहुन्छ होला यहाँ चाहिँ आर्ट वर्कहरू राख्नु भएको छ कति राम्रो राम्रो बुद्धको पनि छ रहेछ अब यहाँ हामी चाहिँ यतातर्फ चाहिँ जाउँ यहाँ पनि बसेर खाने ठाउँहरू छ रहेछ यहाँनिर अब हामी चाहिँ यहाँनिर सिँढीतर्फ लाग्दैछौँ आर्ट वर्कहरू चाहिँ एकदम राम्रो छ यस्तो सिँढीदेखि तल जाँदैछौँ सिँढीको साइडमा पनि यसरी आर्ट वर्कहरू पेन्टिङहरू राख्नुभएको छ उहाँहरूले चाहिँ जस नजिक राम्रो भएको हुनाले हामी प्रायः यहीँ आउँछौँ अनि हाम्रो बस्ने ठाउँ चाहिँ यहाँनिर हो अनि यहाँनिर चाहिँ छेमा छोराछोरी चाहिँ मजाले गफ लाउनु हुँदैछ खाना चाहिँ हामीले अर्डर गरिसकेको अब हामी चाहिँ खाना खानुको लागि चाहिँ रेडी हामीले अर्डर गरेको खानेकुराहरू पनि टेबलभरि आइसकेको छ एकदमै मिठो छ हाँडी बिरयानी घरको नजिक पनि भएको हुनाले अनि मिठो पनि पाउने भएको हुनाले हामी प्रायः यता नै आउँछौँ धेरैपल्ट नै हामी आइसकेको छौँ अब हामीले त खाइसकेको छौँ यसो हाम्रो केटाकेटीहरूलाई आफ्नो परिवारहरूलाई पनि खुवाउँ भनेर हामी प्रायः चाहिँ यता नै आउँछौँ हामीलाई एक्स्ट्रा स्पुन पनि ल्याइदिनुहोस् न ल बाबुहरू खाना पनि खाइसक्यौँ अब हाम्रो यहाँ डिजर्ट पनि आइसकेको छ तर मेरो बेस्ट डिजर्ट मटका चिया भएको छैन रहेछ होइन ओपन हुने रहेछ सफ्टवेयरको यहाँ रहेछ पिकाचु रहेछ हौ पिकाचु ल पिकाचु भन्छ ए हो त रहेछ होइन टिकटक पनि रहेछ नि त नयाँ रहेछ आज बिहानको मिठो खाना र सबैको लागि बहिनीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु म र मेरो परिवारबाट अब चाहिँ हामी फेरि एकछिन 2 बजी चाहिँ माथि थेचुमा पनि जानुपर्ने हुन्छ माथि दिदी र नानीहरूले हामीलाई फेरि त्यहाँ पनि बोलाउनु भएको छ र अब हामी चाहिँ थेचुतर्फ जाने हामी नि आशीर्वाद भइहाल्थ्यो नि दिदी ल है यहाँनिर छ्यामाले यहाँनिर आशीर्वाद सहित त्यहाँ सल ओढाइकन यहाँनिर यो गर्नु हुँदैछ हो त अब जुन जो फर्स्ट हुन्छ छामा हजुर धन्यवाद छामा फोटो खिचौँ न त यता ल दिदी धन्यवाद दिदी धेरै धेरै धन्यवाद दिदी तपाईँहरूको शुभकामना मेरो परिवारलाई दिदी धन्यवाद दिदी
शुभ यात्रा तपाईँ बसिरहेछ आमा हेर्नुहोस् ए भिडियो कन्टिन्यू छ पैसा धेरै कमाएर पछि लिएर यहाँ धेरै ठुलो ठुलो घर बनाउनु आशीर्वाद गर्दैछ अहिले यहाँ चाहिँ हामी दिदीहरूको घरमा आइरहेको छौँ हुन्छ दिदी Congratulations. धेरै धन्यवाद दिदी हुन्छ थ्याङ्क यू सो मच तपाईँ त सेम देख्नुहुँदो रहेछ दिदी तपाईँ त सेम क्विन्स पैसा छैन है दिदी आशीर्वाद हो सबभन्दा ठुलो चाहिँ हो है ब्लेसिङ ल जेस दिदीहरूले यहाँनिर छेमाहरूले यसरी होइन खदा लगाइकन आशीर्वाद दिनु सबभन्दा ठुलो कुरा त यो है तिमीहरू त एकदम लकी हो भाग्यमानी सबैले यहाँ आशीर्वाद चाहिँ दिइरहेछ आशीर्वाद चाहिँ झलाइ झलाइ यिनीहरूको छ हामी फेरि थेचु पनि यहाँ आइरहेको छौँ सबै कामहरू भ्याइकन यहाँ दिदीहरूकोमा यहाँ छोरीहरूकोमा छोरीले चाहिँ यसरी मायाले हामीलाई खदा लगाइदिनु भएको छ दिदीले खदा लगाइदिनु भएको छ दिदीहरूलाई परिवारलाई धेरै धेरै धन्यवाद यहाँ मिठो मिठो खानेकुरा पकाएको रहेछ ल यो मासु चाहिँ एउटा मात्रै मासु एउटा मात्रै तरकारी हुन्छ त्यति मासु हजुर कस्तो मलाई यहाँ माथि जस्तो लाग्यो दोकान जस्तै क्या माथि चस्मा बनाउनु दि माथि कोठातिर छ कि दिदी ए हाम्रो छोरीले त यहाँनिर केक पो यहाँनिर बनाउनुको लागि रेडी रहेछ चक्लेट मेल्ट हुँदैछ यहाँनिर यो चाहिँ के अरे छोरी यो बनाना र क्यारेट ग्रेट गरेको आन्टी ए अनि बेकिङ पाउडर र बेकिङ सोडा हालेको ए अब यो एकछिन गऱ्यो होइन ल केक बनाउँदैछ यस्तो फ्रेस अनि तातो केक खानु पाउँदा चाहिँ हामी चाहिँ लकी है वा यहाँ चिया उम्रिँदैछ यो पनि चिया स्पेसल जस्तो लाग्यो मलाई यहाँ यो के हो यो अलैँचीहरू हो ब्ल्याक पेपर आन्टी ब्ल्याक पेपर अर्ग्यानिक चिया अर्ग्यानिक चिया हुँदैछ ए हो भोजपुरबाट लिएर आएको त्यो अर्कै खाले चियापत्ती हो आन्टी चियापत्ती ह्यान्डमेड होला हो हजुर पुरा अर्ग्यानिक तिमीहरूको मैले हेरिरहेको थिएँ नि उताको कस्तो राम्रो ठाउँ कि है अन्त कस्तो राम्रो नि मजाले मेल्ट भयो फुलले चाहिँ मेल्ट हुन्छ यहाँ हालेपछि चाहिँ मजाले हुन्छ दामी तपाईँहरूलाई फ्रेस केक ल केक त केक त खानु परिहाल्यो नि चक्लेट मेल्ट भएर यस्तो भइसकेको छ यहाँनिर दामी केटाकेटीले के बनाएको रहेछ हौ बाफ्रे त्यो के नबनाए हुँदै क्या तातो चिया र केक भारिकन त मिठो बनाउँछ भनेको सुनेको थिएँ है मैले केक बुहारीले भन्दै थियो त दिदीले मिठो बनाउँछ भनेको सुनेको थिएँ मैले आज म पनि चाखिहाल्नु न त ए हाम्रो कुकी भन्दा 1 वर्ष जेठो रहेछ नि त हजुर दिदी आउने दिदी पर्ताल दिदीको घरमा खाजा खाइकन अब हामी चाहिँ तल थेजुबारीमा जाँदैछौँ केटाकेटीले केक चाहिँ बनाउँदैछ त्यो चाहिँ भरे खाने हो केक चाहिँ पाक्दैछ अनि आज चाहिँ हामी त्यही हो बिहान साथीले बिरयानी खुवाउनु लानुभयो हाँडी बिरयानीमा अनि अहिले यहाँ दिदीको घरमा खाजा अनि बेलुका चाहिँ तल थेजुबारीमा चाहिँ ढेँडोको प्रोग्राम छ ढेँडो चाहिँ त्यहाँनिर खाने भनेर अब हामी चाहिँ तल थेजुबारीमा जाँदैछौँ ज्ञानी छ डगीहरू पर्खेको छेमाला पर्खेको
बाइक भएको होला नि त नाति नमस्ते सुनिल हाम्रो नानीहरू खाना हजुर नमस्ते सेवा छैन ए त्यो पहिलाको दिदीले चाहिँ बाख्राले यहाँ घन्टी फुल दिनुहुँदैछ खाँदो रहेछ हौ दिदी मजाले ल ए कसरी त भेटाएन त्यो उयो भएर होला अलिकति डोरी छोटो भएछ भोक लागेको रहेछ रहेछ दि अब हुँदै आउँदैछ आऊ है केटाकेटीहरू बिचारा नाति बोलाउनु आएर होइन त खेचुमा यहाँ ढेँडो खाँदैछ मेरो छोरीले ढेँडो तातो यहाँनिर आगोमा यहाँनिर धेरै वर्षपछि अस्ट्रेलियाबाट आएको हाम्रो छोरी समिता हो त नि यहाँ हाम्रो नानी चाहिँ कतिवटा खानुहुन्छ नानी अब सुरु गर्ने भयो ओ यहाँनिर हाम्रो भान्जा र बुढो पनि खानुहुँदैछ यहाँ दीपक बत्ती नै लाइन गरेर खाने सब्जी माथि पऱ्यो आमा चाहिँ उता ढेँडो लिएरिकन हाम्रो भान्जा चाहिँ कता जानु लागेको ढेँडै लिएरिकन बत्ती गरेर भर्खर आउँदैछ यहाँनिर केटाकेटीलाई मिठो बनाएको छ हाम्रो यहाँनिर ऊहरू नानीहरूले भान्जाले खाउ न खाऊ मिठो छ मिठो यहाँ पानी परिकालमा सबैजना यहाँ जम्मा भइरहेको छौँ यहाँ घरमा ल भान्जा लिनु तपाईँहरू पनि कति आएको छ लिनु लु केटाहरूसँग मिठो छ मिठाई खाएको छैन होला दिदी दादा नि अरे हामीले चाहिँ भर्खरै बेलुकाको खाना पनि खायौँ ढेँडोको प्रोग्राम हो पानी पनि एकदमै परेको हुनाले निकै चिसो पनि छ थेचुमा त्यतिकै चिसो हुन्छ झन् पानी परेर त चिसो नै भइरहेछ यहाँ चाहिँ हाम्रो भान्जी बुहारी बत्ती भर्खर आएको हुनाले भान्जी बुहारी र भान्जाले चाहिँ खाना खानु भएको छैन अब खाना खानुहुन्छ माथिबाट नानीहरूले केकहरू पनि मजाले बनाएर ल्याइसक्नु भएको छ केक चाहिँ यस्तो छ अनि केकको लागि चाहिँ धेरै धेरै धन्यवाद छोरीहरूलाई यस्तो मिठो केक बनाउनु भएको छ धेरै धेरै धन्यवाद नानीहरूलाई